हाई इट्स मिस तावाहाङ फर द फर्स्ट टाइम एउटा सानो भ्लग बनाउनु पर्यो भनिकन बिहान उठेँ अनि त्यहाँदेखि रुमहरूलाई सफा गरेँ अनि त्यहाँदेखि फ्रेस अप हुनको लागि म बाथरुम गएँ जहाँनिर चाहिँ पहिला मैले मेरो हात मिचिकन धोएँ अनि त्यस पछाडि ब्रस गरेँ अनि त्यहाँदेखि मैले अनुहारलाई मजाले बखालेँ जुनी बखालिसकेपछि त्यहाँदेखि म रुममा आएँ अनि आएर मेरो सनस्क्रिन मोइस्चराइजरहरू मैले युज गरेँ अनि आज शनिबारको दिन थियो अनि म चर्च जानु पर्छ अनि त्यही भएर मैले चर्च जानको लागि मैले एउटा प्यान्ट अनि एउटा कुर्ता लिएँ अनि त्यहाँदेखि हेड ब्यान्डाना नि लिएँ हेड ब्यान्डाना चाहिँ होस् भनेर मैले छाडेँ अनि त्यहाँदेखि मैले कुर्ता र पेन्ट लगाएँ हेर्नुहोस् मलाई कस्तो देखेको छ नि भन्नुहोस् है त त्यस पछाडि मैले ब्याग क्यारी गरेँ जसमा मैले मेरो बाइबल पेन पेन्सिल डायरी मलाई चाहिने सबै थोकहरू हालेँ त्यहाँदेखि म चर्चको बाटो लागेँ अनि चर्चको पछाडिको बाटो चाहिँ अलिकति गाह्रो छ तर पनि मैले त्यही बाटो चुज गरेँ किनभने मलाई चाँडो हुने बाटो त्यही हो त्यहाँदेखि म घर फर्किएँ अनि घर फर्केर मैले जे अर्नामेन्ट्सहरू ल्याएको थिएँ एसेसरिजहरू ल्याएको थिएँ तिनीहरू मैले खोलेँ बिकज वेदर इट्स सो हट अनि कपाल मैले बाँधेँ अनि त्यहाँदेखि मैले कपीहरू चेक गर्न पर्ने थियो अनि त्यो पेपरहरू मैले चेक गरेँ अनि गरेँ अन्त एक त भरे त मैले बिर्सेछु चेक गरेर त भरे त त्यहाँदेखि मैले बिर्सेछु क्या मैले मिनी भ्लगै बनाइरहेको छु भनेर त अन्त यत्तिकै मेरो भ्लगको दि एन्ड भयो सो बाई।